सो गाइस यो चाहिँ मेरो कलेज बाहिरको मैले रेन्ट गरेको रुमवाला घर हो हैन। सो यदि यो घर हुँदैन थियो भनेदेखि चाहिँ म यो ठाउँमा कुनै पनि हालतमा सर्भाइभ गर्न सक्दिनँ थिएँ, किनभनेदेखि मेरो सानैबाट एक्लै बस्ने बानी छ कि रुममा। एन्ड 1 वर्ष म कलेजमा आएर चाहिँ टोटली बाहिर केटाहरूसँग बस्नको लागि ट्राई गरेको थिएँ। बट म चाहिँ कस्तो मान्छे हो भनेदेखि आफ्नो फ्यामिली बाहेक अरू मान्छेलाई दिनभरि थेक्नै सक्दैन क्या, मेरो त्यति सोसल इनर्जी नै छैन। सो आई एम भेरी मच ग्रेटफुल फर दिस लभली हाउस एन्ड एकदमै लभली घरबेटीहरू। कसरी राम्रो कोकोनट ट्री पनि छ कि यताबाट हेर्नुहोस् न। यो चाहिँ आँपको बोटको हो, यो हाम्रो घरको चाहिँ होइन, यो अङ्कलको घरको। तर उयो हाम्रो छतबाट चाहिँ चोरेर खान्छ मापामीहरूले। एन्ड पुरै हवाई अथवा बिचतिर बसेको भाइब्स चाहिँ दिन्छ कि उयो कोकोनट ट्रीले। लेट्स गो अब यस वेलकम टु आवर हाउस। हेलो भनिदिनुहोस्। हेलो यो चाहिँ हाम्रो एकदमै भनेको हो होइन, के हो यो ठाउँ चाहिँ तपाईँले मेरो अरू धेरै भिडियोमा पनि देख्नुभएको थियो होला होइन। यसरी टक्क यो चाहिँ छत भयो हामीहरूको। र यतापट्टि यो पनि अर्को आँपको बोट हो। यो अनिस भाइ र हामीले यो 2 वर्षवाला 2 वर्षमा एकचोटि मात्र फल लाग्छ कि आँपको बोटमा चाहिँ। र अनिस भाइ र मैले एकचोटि चाहिँ खानु पाएको छैन भाइ। हजुरले 2 चोटि मैले 1 चोटि। ऊ चाहिँ अलिक ढिला आएको थियो कि यो फ्ल्याटमा, त्यही भएर। र यतापट्टिको चाहिँ मेरो रुम भयो होइन गाइस। अनि त्यसपछि सिधाको चाहिँ हाम्रो अनिस भाइको रुम भयो। ट्याक्क लाएर हामीहरू दाजुभाइ मिलेर बस्छौँ यता चाहिँ। सो गाइस ल यो चाहिँ मेरो रुम हो होइन। र यो रुमको स्पेसियालिटी के हो भन्दाखेरि यहाँ एउटा पक्की ढोका चाहिँ छैन, यो जाली ढोका मात्र हो होइन। यता चाहिँ जाली ढोका पछि चाहिँ हामीहरूको यहाँभित्रबाट यस्तो पर्दा हुन्छ होइन। नधोएको कति भइसक्यो, अब ठिक छ पासवर्ड हुने बेला उनलाई अब धोइदिएर सायद। अब सो एज यु क्यान सी इट ओभर हियर, यो चाहिँ मेरो रुम भयो। र हामी तपाईँले 2टा पिओभी देखाउँछौँ। मनिष भाइ आयो भने क्यामेरालाई यतापट्टि हेर्न सक्नुहुन्छ। कहाँबाट सुरु गऱ्यो त यार, अब यताबाट गरौँ यसरी एक राउन्ड हामीलाई। सो यतापट्टि चाहिँ खासै केही छैन, मिटर बक्सहरू भइहाल्यो। अब बत्तीको बिल तिर्नुपर्छ अभियसली। र यो चाहिँ 3टा रुद्राक्ष मैले 3टा धार्मिक स्थलबाट सङ्ग्रह गरेको थिएँ। एउटा चाहिँ पशुपतिबाट अनि 2टा चाहिँ सुपा देउराली मन्दिरबाट, जसमा चाहिँ म रिसेन्टली अस्ति भिजिट गरेर आएको थिएँ, दर्शन गरेर आएको थिएँ। र यतापट्टि अब मेरो यही 2टा सुटकेस भयो। अब घरबाट यता आउँदाखेरि मैले लिएर आएको थिएँ होइन। यतापट्टि चाहिँ मेरो के छ, यो लाइटहरू भयो, यो वाटर बोइलर भयो, यो चाहिँ डम्बेल भयो। कहिलेकाहीँ मुड चलेको बेला डम्बेल हाल्छु मैले। केटाहरूको होस्टेलमा यत्तिकै थियो, मैले उठाएर ल्याएको, कसैले युज गरेर आएकै थिएन। चेन्ज तपाईँहरूले देख्न सक्नुहुन्छ यतापट्टि अलिअलि। एनिवेज यो मेरो डबल बेड भइहाल्यो। डबल बेड भए पनि यो डस्ना चाहिँ सिङ्गल बेडको छ होइन यतापट्टि। तर पहिला चाहिँ म बस्दाखेरि सिङ्गल बेड मात्र थियो कि, त्यही भएर सिङ्गल बेडको डस्ना सिलाएको थिएँ। तर पछि मैले यता अब लक्किली डबल बेड पाइ नै हालेँ होइन। सो आइ एम भेरी ह्याप्पी विथ द्याट। त्यो कपडा झुन्ड्याउने यो ह्याङ्गरहरू भयो। र यतापट्टि चाहिँ मोस्ट इम्पोर्टेन्टली यो तराईको घरहरूमा चाहिँ यस्तो सिस्टम हुँदो रहेछ कि काठमाडौँ हुँदासम्म मैले यस्तो रुममा यस्तो पार्टिसन गर्ने टेन्ट देखेको थिइनँ। तर एकदमै हेल्पफुल लाग्यो आई गेस। यो पाहाडतिरको घरहरूले पनि अलिअलि फलो चाहिँ गर्नुपर्छ होइन। लाइक धेरै स्पेस यसले बचाउँदो रहेछ कि। जस्तो मेरो यतापट्टि माथि अब पुरानो सेमिस्टर्सहरूको कपी किताबहरू, मेरो ग्राफिक ट्याब्लेट, त्यसपछि झुलहरू एन्ड एभ्रिथिङ, यहाँ हेडफोन्सहरू, यो पनि पुरानो सेमिस्टरको कपी किताबहरू एन्ड अरू के छ अरे पर्फ्युमहरू सबै छ सेक्सन यतापट्टि चाहिँ मेरो। अनि मैले फ्री टाइममा पढ्ने किताबहरूको अलिअलि कलेक्सन्स यतापट्टि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन राम्ररी नै। एन्ड देन यतापट्टि मेरो लेन्सहरू छ। अर्को भनेको अब यो यतापट्टि मैले प्रत्येक सेमिस्टरको सब्जेक्ट्सहरू टालिरहेको हुन्छु होइन। मेरो 1 महिनामा सिलेबस कम्प्लिसन च्यालेन्जमा पनि तपाईँले देख्नुभएको थियो होला। यतापट्टि भगवान्को पोस्टर टालेको छु मैले। र यतापट्टि डस्टबिन हो यो साइड चाहिँ मेरो। यो चाहिँ मेरो ट्राइपड हो होइन। अब जस्तो यो रुममा बसेर मैले बनाएको भिडियोहरू चाहिँ म्याक्सिमम् अब यतापट्टि चाहिँ क्यामेरा प्लेस्ड हुन्छ। सो यता चाहिँ यो ट्राइपड मैले तन्काउँछु। अनि भाइले अहिले समातिरहेको यो क्यामेरा चाहिँ मैले यतापट्टि माउन्ट गरेर चाहिँ यहाँ बसेर सुट गर्छु। यो चाहिँ मेरो वर्किङ स्पेस भयो होइन। यहाँ चाहिँ अब ल्यापटपहरू मेरो यहाँ हुन्छ बनाउँदाखेरि भिडियो। त्यसपछि अर्को भनेको ग्राफिक ट्याब्लेटहरू चाहिँ यतापट्टि हुन्छ।
अनि अरू भनेको त यस्तै हो, चिल छ रुम जे होस् होइन। गर्मीमा चाहिँ अलिकति गाह्रो हुन्छ किनभने एक तल्ला माथि हो, पुरै पसिनै भएर औडै गाह्रो हुन्छ एडजस्ट गर्नुको लागि। फ्यानले पनि तातो हावा मात्र फाल्छ। तर जाडोमा चाहिँ बस्नको लागि जे होस् मलाई बेस्ट नै लाग्छ हाम्रो होस्टेलभन्दा। होस्टेल अलिक बढी चिसो हुन्छ होइन भाइ, त्यही त। सो या दिस वाज इट गाइज। गर्मीमा चाहिँ फेरि होस्टेल मजा गाइज दिस इज इट है त। ल मेरो यतापट्टिको रुम, बाई बाई।